केही दिनदेखि म दुई पटक सुने हाम्रो ऊर्जा मन्त्रीले नेपालमा लोड सेडिङ हुने कुराको जस चाहिँ भारतलाई दिनुपर्छ भनेर बोलेको सुनेको छु। हिजो पनि मैले त्यही सुने। नेपालको बिजुली भारतले किन्छ, भारतको बिजुली नेपालले किन्छ, यो व्यापारको विषय हो। नेपालीहरूले मेहनत गरेर लामो समयपछि नेपालका निजी उद्यमीहरूले, नेपाल सरकारले लगानी गरेर हामीले विद्युत उत्पादन गरेका छौँ। तर नेपालमा खपतलाई त्यो तहमा खपत हुने परिस्थिति बनाउन सकेका छैनौँ। त्यसतर्फ हामीले योजनाबद्ध काम गर्नुपर्ने छ र अहिले पनि बर्खामा हाम्रो उत्पादित बिजुली खेर जाने परिस्थिति विद्यमान छ एकातिर। अर्कोतर्फ हिजो दुईटा समाचार सम्प्रेषित भए। मन्त्रीज्यू भन्नुहुन्छ लोड सेडिङ हुन्छ, लोड सेडिङ सुरु भयो। अर्कोतिर फेरि कार्यकारी प्रमुख भन्नुहुन्छ लोड सेडिङ छैन, हुँदैन, ढुक्क हुनुपर्दछ। यो खालको अन्योलता, यो खालको चाहिँ एउटै सरकारबाट, एउटै देशभित्र यो खालका समाचारहरूले दिन खोजेको सन्देश के हो? कि आज यो यस्ता चिजहरू शोभायमान छन्, यसले देशलाई अन्योलतातर्फ लैजाने? एससीको परीक्षा चलिरहेको छ, उद्योग चलाउनु पर्ने छ, अरू गर्मी समयको सुरु भएको छ, आगजनी बढ्दै गरेको छ, हावाहुरी बढ्दै गरेको छ। यस्तो बेलामा हामीले विद्युत आपूर्तिलाई कसरी व्यवस्थित गर्ने, आउन सक्ने समस्यालाई कसरी समाधान गर्ने, अनि जनतालाई आश्वस्त हुने परिस्थिति कसरी बनाउने भन्दा पनि यो खालको एउटा चाहिँ दुविधायुक्त, भ्रमयुक्त यो खालको एउटा चाहिँ समाचार सन्देश गरेर हामीले चाहिँ छुट पाउँदैनौँ। यसतर्फ सरकारको ध्यान जानुपर्छ। यस्तो गलत सूचना अथवा फरक सूचना सम्प्रेषित गर्ने कुरा बन्द होस्। जे वास्तविकता हो, जो यथार्थ हो, त्यो कुरा सम्प्रेषित हुने र उत्पन्न हुने समस्यालाई समाधान गर्नको लागि सरकारले योजनाबद्ध काम गरेर समस्या समाधान गर्नेतर्फ, पहलकदमी गर्नेतर्फ जानुपर्दछ। देश हामीले बनाउने हो, देश हाम्रो पौरखले बन्ने हो। हाम्रो पौरखले, हाम्रो क्षमताले, हाम्रो सामर्थ्यले, हाम्रो चाहिँ अनुशासित मर्यादित कामले देश बनाउने काममा हामी सब